राजनीति व्यक्तिहरू पनि गर्ने हुन् भन्ने पारेको कस्तो खालको भरम सिर्जना गरेको छ। अहिले देश चलाउने राजनीति पार्टी नभए के पार्टी हुन्? अहिलेको देश चलाउने भनेको ती नेता राजनीति नेता भने के नेता हुन्? एउटा कुरा त्यसो भएको हुनाले अहिलेको चाहिँ के त भन्दाखेरि देशको निकास भनेको व्यक्ति फेरेर होइन, पात्र फेरेर होइन, पश्चिमको ठाउँमा रवि ल्याएर होइन, रविको ठाउँमा बालेन ल्याएर होइन। आजको देशको सङ्कट भनेको नेपालको अर्थतन्त्र कस्तो छ, नेपालको राजनीतिक अवस्था कस्तो छ, नेपालको सांस्कृतिक अवस्था कस्तो छ, त्यसलाई आफ्नै मौलिकतामा नढालिकन, आफ्नै देशको स्वाधीन अर्थतन्त्र निर्माण नगरिकन, स्वाधीन राजनीतिक व्यवस्था निर्माण नगरिकन अबको जनताको भविष्य सुनिश्चित छैन भन्ने कुरा प्रष्ट हुनु पर्यो। त्यसैले अहिले जुन खालको यो रङ्गमञ्च भइरहेको छ, जो जेन्जी विद्रोह भइरहेको छ, नेपाललाई कोल्याप्स पार्ने, नेपालको सबै के त भन्दाखेरि अवस्थालाई चाहिँ भनौँ न विघटन गरिदिने र यो सिङ्गो विदेशीको हातमा जाने निकै ठुलो डिजाइनबाट घटना घटेको छ। र यो घटनाबाट कसरी आएको छ त भन्दाखेरि आज विदेशीका पात्रहरूलाई यहाँ खडा गर्नु भन्न खोजेको के हो त भन्दाखेरि हाम्रो देश उपनिवेशवाद छ, उपनिवेशवादी त्यो राजनीतिक व्यवस्था छ। त्यसो उपनिवेशवादी राजनीतिक व्यवस्था हुन्छ के त भन्दाखेरि जबसम्म विदेशी शक्तिहरूले आफूले चढेको दौडाए घोडा जुन रेसमा दौडिन सक्छ त्यहाँसम्म दौडाउँछन्। अब पुराना घोडाहरू बुढा भए, अब नयाँ घोडाहरूको जन्म उसले चाहिँ बनाइराखेको छ। त्यसो अब आउने भनेका सबै के त भन्दाखेरि घोडाहरू विदेशीको इसारामा एउटा रफ्तारमा भनौँ दौडिने, रेसमा दौडिने घोडाहरूले बनाउँदैछ। यदि ती घोडाहरूको हातमा देश गयो भने हाम्रो देश रहँदैन, भेनेजुएला हुन्छ, युक्रेन हुन्छ भन्ने कुराहरू नै मेरो आफ्नो बुझाइ छ है। त्यस मानेमा अहिलेको नयाँ युवा पुस्ताहरूलाई एकदमै के त भन्दाखेरि हामीले ध्यान आकर्षण गर्न जरुरी छ र देशको निम्ति अलिकति बुझाउन जरुरी छ। तर आज एकजनाको पछाडि 100वटा मिडियाहरू खरिद बिक्री भएका छन्। आज मिडियाले एकजना मान्छेलाई 1000 पटक लाखौँ पटक ठिक हो किन बनाइराखेको छ, हजारौँको भ्युजमा किन तपाईँको लाइकहरू कमेन्टहरू गइरहेको छ भन्दाखेरि आज यो डिजिटललाई यसरी दुरुपयोग गरिएको छ, यसरी ब्रेन वास गरिएको छ नयाँ युवाहरूको कि व्यक्तिभन्दा अर्को विकल्पै छैन भन्ने जो पर्यो। यसले गर्दा निकै ठुलो दुर्घटनामा देश जाने खतरा देखिन्छ। हामी समयमा सचेत हुनुपर्छ भन्ने कुरा मेरो बुझाइ है। ल मेरो बुझाइ राख्छु जेन्जी आन्दोलनभन्दा पहिलाको हेर्दा